यो भिडियो पाठ्यक्रमको पाठ 5 को भाग हो। परमेश्वरको बगालको वास्ता गर्नु। यस भिडियोमा पास्टरी वास्ताको दृष्टिकोण। परमेश्वरको बगालको वास्ता गर्नु पुस्तिकाको अध्याय 5 को पास्टरीय वास्ताको दृष्टिकोणबारे आज केही हेर्नेछौँ। कुनै पनि पुस्तकले हामीलाई प्रभुको सेवा गर्ने र चर्च सन्दर्भमा सामना गर्नुपर्ने प्रत्येक परिस्थितिहरूलाई सम्बोधन गर्न सक्दैन। यस अध्यायमा तपाईँले पास्टरीय वास्ताको एक दृष्टिकोणलाई सिक्नुहुनेछ जुन तपाईँले विभिन्न आवश्यकताहरूलाई सामना गर्दा प्रयोग गर्न सक्नुहुन्छ। यो दृष्टिकोण 3 तत्त्वहरूमा आधारित छ। पहिलो, लक्षणहरूबाट काम गरेर गहिरो समस्याको पत्ता लगाउनु। दोस्रो, समस्या र विशेष बाइबलीय शिक्षाहरूलाई लागू गर्नु। अनि तेस्रो, मानिसहरूलाई परिवर्तनतर्फ नेतृत्व गर्नु। लक्षणहरू मार्फत काम गर्दा शारीरिक, आत्मिक र मनोवैज्ञानिक लक्षणहरू देखा परिन्छ। बाइबलमा उदाहरणको लागि हितोपदेशको पुस्तकमा हाम्रो जीवनमा परमेश्वरको बुद्धिको कुरा गर्छन्। हितोपदेश 4 को 20-23 यसरी लेखेको छ, मेरो वचनमा ध्यान दिनुहोस्, तिनीहरूलाई हृदयमा राख्नुहोस्, किनभने वचन हाम्रो लागि जीवन हुन्, जसले तिनलाई भेटाउँछ र तिनलाई सबै शरीरको रोग निको हुन्छ। आफ्नो हृदयलाई होसियार साथ राख, किनकि त्यहीबाट जीवनको मूलहरू बग्छन्। चर्चका सदस्यहरूले धेरै आवश्यकताहरूमा आफ्ना पास्टरलाई सम्पर्क गर्छन्। पास्टरले शारीरिक, आध्यात्मिक र मनोवैज्ञानिक लक्षणहरू र तिनीहरूका कारणहरूको अन्तर्क्रियासँग जुझ्न आवश्यक छ। शारीरिक शरीरसँग सम्बन्धित हुन्छ, जुन बाहिरबाट देख्न सकिन्छ वा एक्सरे या स्क्यान गर्दा अन्य परीक्षणहरूबाट पनि देख्न सकिन्छ। आध्यात्मिकताले परमेश्वरसँगको हाम्रो सम्बन्ध बताउँदछ। हाम्रो आत्माले आत्मिक परमेश्वरको अन्तर्क्रिया गर्छ। हामी उहाँलाई विश्वास गर्छौँ वा शङ्का गर्छौँ। हामी उहाँको आज्ञाबाट टाढा रहन्छौँ कि मान्छौँ। बाइबलले यसको बारेमा धेरै कुराहरू गर्छ, किनभने यो हाम्रो अस्तित्वको मूल हो। मनोवैज्ञानिक हाम्रो भावना र दिमाग, विचार, प्रक्रिया, व्यवहार ढाँचा र झुकाउ बुझिन्दछ। दाउदले भजन 32 यसको गवाही दिन्छ, जब उनले प्रभुमा आफ्नो पाप स्वीकार गर्न अस्वीकार गर्दा उसको हड्डीहरू गलेको अनुभव बताएको पनि छ। लक्षणहरू हेर्दै गर्दा पास्टरी समझको आवश्यकता पर्दछ। पास्टरलाई धेरै तरिकामा विवेक समझ आवश्यक छ। पहिलो, हामी चरम विचारधाराबाट टाढा रहनुपर्छ। एक पक्षले भन्छ कि हरेक समस्या आत्मिक हो। कुनै व्यक्तिलाई ढाड दुख्यो भने पक्कै पनि कुनै दुष्ट आत्माले तपाईँलाई बाँधेको छ भनी यसरी आत्मिक पक्षलाई जोड दिन्छ, तर शारीरिक र मानसिक पक्षलाई व्यवस्था गरिन्छ। यीशुले भने जस्तै सबै समस्या कुनै पापको प्रत्यक्ष परिमाण होइन। अर्को चरम पक्षले भन्छ कि हरेक समस्या मानसिक हो। तपाईँलाई गाली गर्न मन लाग्छ या त यौनिक अनैतिक व्यवहारहरू रोक्न सक्नुहुन्न भने तपाईँलाई मानसिक समस्या छ। यसरी मानसिक पक्षलाई मात्र महत्त्व दिइन्छ र शारीरिक र आत्मिक पक्षलाई व्यवस्था गरिन्छ। हामीलाई हृदयका कुरा बुझ्न विवेकको आवश्यकता छ। चर्चमा हामी यो माग्दछौँ कि डाक्टरहरूले शारीरिक कुरामा राम्रो बुझाइ राख्दछ र मानिसको व्यवहार र भावना बुझ्न मनोवैज्ञानिक उपयोगी हुन्छ। हृदय, पाप, जीवन र मृत्यु, उद्धार र आशा जस्ता कुराहरूमा पास्टरलाई यस्तो ज्ञान हुनुपर्छ। यसैले हामीले जीवनलाई बाइबलले सिकाएको तरिकाले हेर्नुपर्छ। दोस्रो खण्ड, समस्या र विशेष बाइबलीय शिक्षाहरूलाई लागू गर्दा चिनिने 4वटा बुँदाहरूलाई हेर्नेछौँ। पहिलो, बाइबलको सान्दर्भिकता। सबै धर्मशास्त्रहरू परमेश्वरद्वारा उत्पन्न भएका हुन् र सिकाउन, हप्काउन, सुधार गर्न र धार्मिकतामा तालिम दिनको लागि लाभदायक छन्, ताकि परमेश्वरको जन हरेक असल काममा सक्षम र सुसज्जित हुन सकुन्। पहिला तिमोथी 3 को 16 अनि 17 हामी पाउँछौँ। पास्टरको हेरचाहमा धर्मशास्त्रले हामीलाई हृदयका कुराहरूमा ध्यान दिन मद्दत गर्छ। हामी विचार गर्छौँ कि हृदयले प्रत्येक अन्य सम्बन्धहरूलाई कसरी असर गर्छ र हाम्रो शारीरिक र मानसिक अवस्थालाई पनि। जब हामी कुनै व्यक्तिको हृदयलाई विचार गर्छौँ, तब हामी 3वटा गतिशीलताहरू छुटाउन सक्छौँ। पहिलो,
तपाईँ परमेश्वरको अगाडि को हुनुहुन्छ? दोस्रो, तपाईँ आफैलाई कसरी हेर्नुहुन्छ? र तेस्रो, तपाईँ अरूसँग कस्तो सम्बन्ध राख्नुहुन्छ? यसका लागि बाइबल अत्यन्तै सान्दर्भिक रहन्छ, किनकि यसले अनन्त सत्य बोल्छ र जुन तिनैवटा गतिशीलतामा लागू हुन्छ। अनुग्रहको सुसमाचारमा सम्मिलित पास्टरका हेरचाह सुसमाचारसँग सुरु र समाप्त हुनुपर्छ। सुसमाचारको हरेक परिस्थितिले हामीलाई बताउँछ हामीलाई ख्रीष्ट चाहिन्छ। परमेश्वरले मुक्तिदाता प्रदान गर्नुभएको कारण उहाँले हाम्रो गहिरो समस्याहरूको सामना गर्नुभयो, संसारको पाप हटाउनुभयो, पीडा र अस्वीकृत सहनुभयो र सिद्ध आज्ञाकारिता देखाउनुभयो। सबैले पाप गरेका छन् र परमेश्वरको महिमाबाट वञ्चित भएका छन्, तर तिनीहरू ख्रीष्ट यीशुमा भएको छुटकाराको माध्यमबाट अनुग्रहको उपहारद्वारा धर्मी ठहरेका छन्। रोमी 3:23-24। तेस्रो, सामान्य बाइबलीय सल्लाह। पास्टरीय कार्यकर्ताको रूपमा सामान्य बाइबलीय सल्लाह सजिलैसँग उपलब्ध हुन महत्त्वपूर्ण छ। तपाईँले आफ्नो पहिलो वार्तालापमा नै यी सत्यताहरू बताउनुपर्छ भन्ने होइन, तर तिनीहरू तपाईँको रूपरेखा हुन्। प्रत्येक समाधान वा सल्लाह यी रेखाहरूभित्र मिल्न आवश्यक छ। जब हामी परिस्थिति या समस्यालाई हेर्छौँ र आफैलाई सोध्छौँ, यस समस्यामा यस व्यक्तिलाई कुन बाइबलीय निर्देशनले बोल्छ? के यो भाइ या बहिनीले आफ्नो जीवनमा सत्य विचारहरू लागू गर्दछन् वा झुटको नेतृत्वमा छन्? के उनले प्रभुमा भरोसा र आत्मसमर्पण गरेका छन् वा आतङ्क र आफ्नै बलमा समाधान गर्न कोसिस गरिरहेका छन्? चौथो, विशिष्ट बाइबलीय सल्लाह। सामान्य सल्लाहपछि हामी आफैलाई सोध्नुपर्छ, मलाई कुन विशेष बाइबलीय शिक्षा थाहा छ जसले यस समस्यालाई सम्बोधन गर्छ? यसको लागि कुन बाइबलीय अध्ययन पढ्नुपर्छ? सल्लाह दिने पुस्तकहरूमा वा वेबसाइटहरूमा खोज्न अनिवार्य छ। बाइबलमा विशेष रूपमा यस विषयलाई सम्बोधन गर्ने शब्दहरू छन् कि छैनन् भनी खोज्न आवश्यक छ। प्रश्नको जवाब दिने प्रयास गर्नुपर्छ। जवाबहरू लेखेर बाइबलका यी शब्दहरूमा समस्यामा कसरी लागू हुन्छ भनेर सोध्नु पनि पर्छ। जब बाइबललाई स्वीकार गरिँदैन, तब तपाईँले बुझ्नुपर्छ कि त्यस व्यक्तिलाई बाइबलीय तरिकाले सहायता गर्न सकिँदैन। तेस्रो खण्डमा हामी गइरहेका छौँ, मानिसहरूलाई परिवर्तन गर्न नेतृत्व गर्ने। परिवर्तनमाथि भित्र अनि बाहिर हुनुपर्छ। पास्टरको हेरचाह सधैँ परिवर्तनको वरिपरि घुम्छ। परिवर्तन शारीरिक, मनोवैज्ञानिक र आध्यात्मिक अवस्थामा सम्बन्धित छ। माथि, भित्री र बाहिरी परिवर्तनहरूले 3 आयामहरूलाई प्रतिनिधित्व गर्छ। पहिलो, तपाईँ परमेश्वरको अगाडि को हुनुहुन्छ? दोस्रो, तपाईँले आफूलाई कसरी हेर्नुहुन्छ? र तेस्रो, तपाईँ अरूसँग कस्तो सम्बन्धमा हुनुहुन्छ? यसले तपाईँलाई र सल्लाहकारलाई तपाईँको मद्दत खोज्न बाध्य, तुल्याएको स्थितिमा अझ राम्रो पकड प्राप्त गर्न मद्दत गर्छन्। मानिसहरूले आफूलाई र आफ्नो परिस्थितिलाई हेर्ने तरिकासँग सम्बन्धित हुन्छ। कुनै व्यक्तिको बाल्यकालमा दुर्व्यवहारको सामना गरेको छन् र सान्त्वना नपाएको हुन सक्छ र उसले ठुलो तनावको परिणाम ल्याएको हुन सक्छ। यसलाई स्वीकार गर्नाले त्यस व्यक्तिलाई आफ्नो जीवनलाई राम्रोसँग बुझ्न र परमेश्वरले उनीहरूको लागि के गर्न सक्छ भनेर हेर्न मद्दत गर्छ। यस स्वीकारले विगतलाई परिवर्तन त गर्दैन, तर यसले हालको अवस्थामा यसले त्यस व्यक्तिलाई कस्तो असर गर्छ भनी बुझ्न सकिन्छ। सल्लाहकारको इच्छा सङ्कलन गर्नु। पास्टरको हेरचाहले मानिसहरूलाई उनीहरूको परिस्थितिमा आवश्यक परिवर्तन गर्न र मद्दत गर्न सहायता गर्दछ। सल्लाहकारहरूलाई उनीहरूको आफ्नै स्थितिको आधारमा मद्दत चाहिन्छ। नानीहरूलाई वयस्कभन्दा बढी मद्दत चाहिन्छ। जो कोही कमजोर छ उसलाई सुरक्षा चाहिन्छ। खतरामा रहेको व्यक्तिलाई खतराबाट हटाउन आवश्यक छ। तर पनि व्यक्तिलाई त्यो परिवर्तन खोज्न र परिवर्तनहरू गर्नको लागि प्रोत्साहन गर्न आवश्यक छ। अब याद गर्ने मुख्य कुरा, पास्टरको हेरचाह लाभदायक हुनको लागि तपाईँले सल्लाह दिने व्यक्तिले परिवर्तन हुने साधनहरू प्रयोग गर्न इच्छुक हुनुपर्छ। जस्तै, तपाईँले यो जान्न आवश्यक छ
कि त्यो व्यक्तिले तपाईँको दृष्टिकोणलाई स्वीकार गर्न सक्छ कि सक्दैन। के सल्लाह दिने व्यक्तिले सुरुमा सोचेको भन्दा धेरै समय र प्रयास लागे तापनि दृढ रहन प्रतिबद्ध छ? के ऊ साँच्चै परमेश्वरको महिमा र आफ्नो र अरूको भलाइको लागि बाँच्न चाहन्छ? के त्यो व्यक्तिको कार्य परिवर्तनको बाटोमा हिँड्नको लागि तयार छन्? जब यी शर्तहरू पुरा हुँदैन, यसको अर्थ हामीले एक कदम पछि लिन आवश्यक छ, किनकि हामीलाई याद हुनुपर्छ कि वास्तविक समस्या रोग, वैवाहिक तनाव या बेरोजगारी होइन, तर त्यस व्यक्तिको परमेश्वरसँगको सम्बन्धमा समस्या हो। अन्तमा पास्टरीय प्रार्थनाको भूमिकाबारे केही सिक्नेछौँ। परमेश्वर परिवर्तनको साँचो हुनाले पास्टरीय हेरचाह प्रार्थनाले महत्त्वपूर्ण छ। पावलले मण्डलीको लागि यसरी प्रार्थना गर्नुभएको थियो। उहाँले आफ्नो महिमाका सम्पत्ति अनुसार तपाईहरूलाई आफ्नो आत्माद्वारा तपाईँहरूको भित्री अस्तित्वमा बलियो हुने अनुग्रह दियोस्। एफिसी 3:14। जब चेलाहरूले एउटा मानिसलाई दुष्ट आत्माबाट छुटकारा दिन असफल बने, तब यीशुले भन्नुभयो, यस प्रकारको आत्मा प्रार्थनाहरूबाट बाहेक कुनै पनि चिजले निकाल्न सकिँदैन। हामीलाई थाहा छ कि शैतानले मानिसहरूलाई झुट, डर, अँध्यारो वा मन र शरीरको पापमा फसाउन रमाउँछ। तर हामी यो पनि जान्दछौँ, हाम्रो लडाइँ मासु र रगतको होइन, तर शासकहरू, अधिकारीहरू, यो वर्तमान अन्धकारका शक्तिहरू र स्वर्गीय स्थानहरूमा रहेको दुष्ट आत्माहरूको विरुद्ध हो। एफिसी 6:12। पास्टरीय प्रार्थना भनेको परामर्शदातासँगै प्रार्थना गर्नु हो। यसमा केही बुद्धिका कुराहरू लागू हुन्छन्। सावधान रहनुहोस् कि आफ्नो प्रार्थना लामो समयसम्म उच्च आवाजमा वा धेरै कुराहरू समेटेर नगर्नुहोस्, जसले गर्दा परामर्शदातालाई थकाइ लाग्न सक्छ। सँगै प्रार्थना गरेर हामी परामर्शदातालाई मार्ग देखाउँछौँ। तर छुटकारा, चङ्गाई अनि परिवर्तन ल्याउने केवल परमेश्वर हुनुहुन्छ।